नमस्ते साथीहरू, तपाईँलाई हाम्रो जब सोल्युसनको अर्को नयाँ भिडियोमा फेरि पनि स्वागत गर्न चाहन्छु र आज पनि मैले तपाईँहरूमाझ नयाँ जब भ्याकेन्सी सम्बन्धी नोटिस लिएर उपस्थित भइसकेको छु। र आजको यस भिडियोमा चाहिँ तपाईँहरूलाई म सामुदायिक लघुत्ववित्त वित्तीय संस्थाले धेरै सङ्ख्यामा कर्मचारीहरू माग गरेको छ र यो चाहिँ निकै राम्रो चलेको सामुदायिक लघुत्व वित्तीय संस्था हो र यसले विभिन्न पदका लागि धेरै सङ्ख्यामा कर्मचारीहरू माग गरेको छ र यसको लागि हामीले कसरी एप्लाई गर्ने, रिक्वायरमेन्टहरू के छन्, हामीलाई आवश्यक कागजहरू के आवश्यक पर्छ र हामीले कसरी एप्लाई गर्ने अनलाइनबाट सम्पूर्ण डिटेल्समा तपाईँहरूलाई यसै भिडियो मार्फत तपाईँहरूलाई म भन्न गइरहेको छु। सो भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नुहोला। साथै यदि हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरी हामीसँग जोडिनु होला साथीहरू। हामी दैनिक रूपमा यस्तै जब भ्याकेन्सी सम्बन्धी नोटिसहरू तपाईँहरू माझ लिएर आउने गर्छौँ। साथै यो भिडियो कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया कमेन्ट डाउन गर्न बिल्कुलै नबिर्सिनु होला, ताकि आगामी दिनहरूमा तपाईँहरू बसेको स्थानका लागि हामीले भ्याकेन्सी ल्याउन सकौँ। सो साथीहरू, आउनुहोस् आजको भिडियोलाई ढिला नगरिकन सिधै सुरु गरौँ। र तपाईँहरूले हेडिङमा देख्न सक्नुहुनेछ कर्मचारी आवश्यकता सम्बन्धी सूचना र तपाईँहरूले प्रथम पटक प्रकाशित मिति देख्न सक्नुहुनेछ 2079 साल 3 महिना 19 गते। हिजो मात्र यसले भ्याकेन्सी खुलाएको छ साथीहरू है। र यो सामुदायिक लघुत्व वित्तीय संस्था चाहिँ नेपाल राष्ट्रिय ब्याङ्कबाट घ वर्गको इजाजत पत्र प्राप्त लघुत्व वित्तीय संस्था हो र यस संस्थालाई चाहिँ देहाय बमोजिमका पदहरूका लागि कर्मचारीहरू आवश्यकता परेको छ र यसले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने भएको छ साथीहरू है। र यदि तपाईँहरू यसमा आवेदन दिन चाहनुहुन्छ वा इन्ट्रेस्टेड हुनुहुन्छ र यसमा आवेदन दिन चाहनुहुन्छ वा दरखास्त दिन चाहनुहुन्छ भने यो सूचना प्रकाशित भएको मितिले तपाईँले 15 दिनभित्रमा दरखास्त दिन सक्नुहुनेछ साथीहरू। र दरखास्त दिनका लागि चाहिँ यस सामुदायिक लघुत्व वित्तीय संस्थाको वेबसाइटमा गएर तपाईँहरूले डाउनलोड गर्न सक्नुहुनेछ फर्म। र त्यो फर्म तपाईँहरूले डाउनलोड गरिसकेपछि आवेदन तथा हालचालै खिचिएको पासपोर्ट साइजको फोटो 2 प्रति र तपाईँहरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बायोडाटा सहित तपाईँहरूले केन्द्रीय कार्यालय वा तपाईँहरूले इमेल मार्फत पठाउन सक्नुहुनेछ। र तपाईँहरू यस सामुदायिक लघुत्व वित्तीय संस्थाको नजिकै हुनुहुन्छ भने तपाईँहरू केन्द्रीय कार्यालय तपाईँहरू जानुहोला। र यसको केन्द्रीय कार्यालय भनेको चाहिँ बनेपा 14 साँगा काभ्रेपाल्चोक रहेको छ। र यस लघुत्व वित्तीय संस्थाले चाहिँ प्राप्त हुन आएका आवेदकहरू मध्ये रितपूर्वकका योग्य आवेदकहरूको छोटो सूची, सर्टलिस्ट र परीक्षा सम्बन्धी कार्यक्रम वित्तीय संस्थाको वेबसाइटबाट प्रकाशित गरिने छ भनेर यहाँ प्रष्ट रूपमा उल्लेख गरिएको छ साथीहरू। र यसले चाहिँ रितपूर्वकका सम्पूर्ण डिटेल्सहरू मिलेका सम्पूर्ण डकुमेन्ट्सहरू फुलफिल भएका डकुमेन्ट्सहरू साथै सर्टलिस्टमा जो पर्नुहुन्छ उहाँहरूलाई कन्ट्याक्ट गर्छ र तपाईँहरूको परीक्षा कहिले हुन्छ, कसरी हुन्छ भनेर यस संस्थाको वेबसाइटमा प्रकाशित गरिने छ भनेर यहाँ प्रष्ट रूपमा उल्लेख गरिएको छ साथीहरू है। र अब हामी लागौँ कुन कुन पदका लागि कति सङ्ख्यामा कर्मचारीहरू माग गरेको छ भन्नेतर्फ। र तपाईँहरूले देख्न सक्नुहुनेछ पद नम्बर 1 मा नायक व्यवस्थापक आन्तरिक लेखा परीक्षण विभाग र श्रेणी भनेको व्यवस्थापकीय श्रेणी रहेको छ र सङ्ख्या यसमा जम्मा 1 जना माग गरिएको छ साथीहरू। र यदि तपाईँहरू यसमा आवेदन दिन चाहनुहुन्छ वा दरखास्त दिन चाहनुहुन्छ भने तपाईँहरूको आवश्यक न्यूनतम योग्यता भनेको चार्टर एकाउन्टेन्सी कोर्सको CAP सेकेन्ड इयर तपाईँले उत्तीर्ण गरी आर्टिकलसिप पुरा गरेको हुनुपर्नेछ। र तपाईँले देख्न सक्नुहुन्छ 2 नम्बर पदमा कनिष्ठ अधिकृत र श्रेणी भनेको अधिकृत श्रेणी रहेको छ र यसमा माग सङ्ख्या भनेको धेरै सङ्ख्यामा छ 8 जना। यदि तपाईँहरूले यसमा आवेदन दिन चाहनुहुन्छ वा दरखास्त दिन चाहनुहुन्छ भने चाहिँ तपाईँहरूको आवश्यक न्यूनतम योग्यता भनेको स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्यो तपाईँहरूले है। र अब हामी धेरैजना +2 सकेका र SLC सकेका साथीहरूले भर्न मिल्ने पदका लागि जाउँ। अब हामी वरिष्ठ सहायक शाखा प्रमुख र यसको श्रेणी भनेको चाहिँ सहायक श्रेणी रहेको छ। यसमा माग सङ्ख्या पनि 10 जना माग गरेको छ साथीहरू, धेरै सङ्ख्यामा। र यदि तपाईँहरूले यसमा आवेदन दिन चाहनुहुन्छ र दरखास्त दिन चाहनुहुन्छ भने तपाईँहरूको आवश्यक न्यूनतम योग्यता भनेको +2 सकेको हुनुपर्यो तपाईँहरूले, प्रवीणता पत्र तह। र अब हामी जाउँ अर्को पदमा सहायकमा जाउँ र यसको श्रेणी भनेको सहायक श्रेणी भइ नै हाल्यो र सङ्ख्या भनेको केही भनिएको छ साथीहरू, यति उति भनेर खुलाइएको छैन। र मलाई लाग्छ यसमा धेरै सङ्ख्यामा कर्मचारीहरू माग गरिएको छ। र यसमा आवेदन दिन चाहनुहुन्छ वा दरखास्त दिन चाहनुहुन्छ भने तपाईँहरूको आवश्यक न्यूनतम योग्यता भनेको +2 सकेको हुनुपर्यो, प्रवीणता तह उत्तीर्ण गरेको हुनुपर्यो है। र अब हामी लागौँ साथीहरू एसी सकेकाले भर्न मिल्ने पदमा कनिष्ठ सहायक प्रशिक्षार्थी र श्रेणी भनेको तपाईँले देख्न सक्नुहुन्छ सहायक श्रेणी र सङ्ख्या भनेको केही भनिएको छ साथीहरू र सङ्ख्या चाहिँ यति उति भनेर खुलाइएको छैन यसमा पनि। र तपाईँहरूले यसमा आवेदन दिनका लागि अघि नै मैले भनि नै गएँ, तपाईँहरूले
तपाईहरुले एसएलसी पास गर्नुपर्ने हुन्छ तपाईहरुको र तपाईहरुले यसमा आवेदन दिन चाहनुहुन्छ भने तपाईहरुको आवश्यक न्यूनतम योग्यता अघि नै मैले भनि नै गएँ एसएलसी वा एसई सकेको हुनुपर्यो तपाईहरुले एसएलसी वा एसई सक्नु भएको छ भने मज्जाले एप्लाई गर्न मिल्छ है त र अब हामी लागौं साथीहरु उमेरको हदमा तपाईहरु कति वर्षकाले कुन पदका लागि एप्लाई गर्न मिल्छ भनेर र मज्जाले यसलाई चाहिँ स्किप नगरिकन हेर्नु होला साथीहरु यो धेरै नै इम्पोर्टेन्ट हो र तपाईहरुले व्यवस्थापकीय श्रेणीका लागि 25 वर्ष पूरा भई 45 वर्ष ननागेको हुनुपर्यो व्यवस्थापक पदका लागि र अधिकृत श्रेणीका लागि तपाईहरु 21 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्यो र सहायक श्रेणीका लागि तपाईहरु 18 वर्ष पूरा भई 35 वर्ष ननागेको हुनुपर्यो र महिला उम्मेदवारको हकमा भने 5 वर्ष थप गरिनेछ है र तपाईहरुले देख्न सक्नुहुनेछ उल्लेखित पदहरुका लागि इमेल इन्टरनेट र कम्प्युटर सञ्चालन सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ तपाईहरुले इमेल इन्टरनेट मज्जाले चलाउन जान्नुपर्यो साथै तपाईहरुले कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्यो र यदि तपाईहरु कम्प्युटरमा दक्ष हुनुहुन्छ र तपाईहरुसँग कम्प्युटरको अनुभव छ भने तपाईहरुलाई विशेष प्राथमिकता दिइनेछ र कनिष्ठ अधिकृत पदका लागि व्यवस्थापन विषयमा स्नातकोत्तर तपाईहरुले सकेको हुनुपर्यो व्यवस्थापकको लागि भने वरिष्ठ सहायक पदका लागि तपाईहरुले व्यवस्थापन विषयमा स्नातक तह सकेको हुनुपर्यो कनिष्ठ सहायकका लागि प्रशिक्षार्थीका लागि तपाईहरुले प्रवीणता पत्र तह उत्तीर्ण गरेकालाई विशेष प्राथमिकता दिइनेछ भनेर यहाँ प्रष्ट रूपमा उल्लेख गरिएको छ साथीहरु र तपाईले देख्न सक्नुहुनेछ मोटरसाइकल स्कुटर चालक अनुमति पत्र प्राप्त व्यक्तिलाई प्राथमिकता दिइनेछ र तपाईहरुसँग दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स छ भने तपाईहरुलाई अझ राम्रो हुनेछ तपाईहरु सिलेक्ट हुने चान्सेस धेरै रहेछ है त साथीहरु र तपाईहरुसँग मोटरसाइकलको लाइसेन्स छैन दुई पाङ्ग्रे सवारी साधनको लाइसेन्स छैन भने पनि एप्लाई गर्न चाहिँ मिल्छ है र देख्न सक्नुहुनेछ तलब भत्ता तथा अन्य सेवा सुविधा वित्तीय संस्थाको नियमअनुसार भनिएको छ र यस सामुदायिक लघु वित्तीय संस्था लिमिटेडले तपाईहरुलाई राम्रै पे गर्छ साथीहरु र छनौट प्रक्रिया तपाईहरुले देख्न सक्नुहुनेछ तपाईहरुको एक्जाम हुने प्रक्रिया भनेको लिखित हुनेछ एउटा प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ र यसमा सेलेक्ट हुनका लागि तपाईहरुले 3 चरणकै एक्जामहरु पास गर्नुपर्ने हुन्छ लिखित र तपाईहरुले प्रयोगात्मक र अन्तर्वार्ता है र तपाईले देख्न सक्नुहुनेछ कर्मचारी भर्ना सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ र कर्मचारी कसरी सेलेक्ट गर्ने कुन आधारमा सेलेक्ट गर्ने भनेर यस संस्थाले कसरी सेलेक्ट गर्छ त्यो उसमै निहित रहनेछ भनेर यहाँ प्रष्ट रूपमा उल्लेख गरिएको छ साथीहरु र तपाईले देख्न सक्नुहुनेछ सामुदायिक लघु वित्तीय संस्था लिमिटेड पदपूर्ति समिति केन्द्रीय कार्यालय भनेको अघि मैले तपाईहरुलाई भनिदिए गएँ बनेपा 14 सागा काभ्रे पाल्चोक फोन नम्बर पनि तपाईहरुलाई दिएको छ थप अन्य केही जानकारी तपाईहरुलाई बुझ्न मन छ भने कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ साथीहरु र धेरै जना साथीहरुले कन्ट्याक्ट नम्बर भेटिने भन्नुहुन्छ र भिडियो स्किप नगरिकन हेर्नुपर्ने हुन्छ तपाईहरुले फोन नम्बर प्राप्त गर्नको लागि र तपाईहरुले फोन नम्बर प्राप्त गर्न चाहनुहुन्छ भने भिडियोलाई स्किप नगरिकन हेर्नु होला है र साथीहरु तपाईहरुलाई मैले सम्पूर्ण डिटेल्स भनि नै गएँ र तपाईहरुलाई केही कन्फ्युजन छ जिज्ञासा अरु केही छ भने तपाईहरुले कमेन्ट डाउन गर्न सक्नुहुनेछ र आई होप तपाईहरुलाई यो भिडियो राम्रो लाग्नेछ साथीहरु र यदि राम्रो लागेमा लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न बिल्कुलै नबिर्सिनु होला र तपाईहरुले इमेल मार्फत तपाईहरुको आफ्नो डकुमेन्टहरु पेस्ट गर्न सक्नुहुनेछ टाढाबाट हुनुहुन्छ भने सो साथीहरु आजको लागि यति नै र तपाईहरुलाई केही समस्या पर्यो भने कमेन्ट डाउन गर्नु होला साथीहरु तपाईहरुको हेल्प म अवश्य नै गर्नेछु सो आजको लागि यति नै र अर्को जब भ्याकेन्सी नआउन्जेलसम्मको लागि बाइ